नमस्ते साथीहरू, तपाईँहरूलाई वेलकम छ मेडिकल हेल्थ एस्टेन्ड युट्युब च्यानलमा। साथीहरू, आज हामी कुरा गर्दैछौँ मिनिल 20 mg ट्याब्लेटको बारेमा सानो जानकारी लिएर आएका छौँ। सो साथीहरू, तपाईँहरूले यस्तै भिडियोहरू हेर्न चाहनुहुन्छ भने हाम्रो युट्युब च्यानललाई लाइक, सेयर, कमेन्ट अनि सब्सक्राइब गर्न नबिर्सिनुहोला। साथीहरू, आज हामी कुरा गर्छौँ मिनिल 20 mg ट्याब्लेटको कम्पोजिसन, युज, साइड इफेक्ट र प्रिभेन्सनको बारेमा। यसको कम्पोजिसन कुरा गर्नुपर्दा साथीहरू, यसमा हेर्न सक्नुहुन्छ प्रोपेनोलोल हाइड्रोक्लोराइड 20 mg हुन्छ भने यसको युजको कुरा गर्नुपर्दा साथीहरू, यो चाहिँ हाई ब्लड प्रेसर यानि कि उच्च रक्तचाप भएको व्यक्तिलाई यो औषधिको प्रयोग गर्न सकिन्छ। यदि कुनै व्यक्तिको ब्लड प्रेसर 120/80 भन्दा माथि बढिरहेको छ भने त्यस्तो व्यक्तिमा चाहिँ यो औषधिको प्रयोग गर्न सकिन्छ। त्यसैगरी इरेगुलर हार्टबिट, मुटुको चाल तलमाथि भएमा पनि यो मेडिसिनको प्रयोग गर्न सकिन्छ। हेडेक र माइग्रेन, कुनै व्यक्तिको एक साइड तीव्र टाउको दुख्छ भने त्यस्तो व्यक्तिलाई पनि प्रयोग गर्न सकिन्छ। चेस्ट पेन, एन्जाइना जस्तो छाती दुख्ने समस्याहरूमा पनि यो मेडिसिनको प्रयोग गर्न सकिन्छ। माइकार्डियल इन्फेक्सन यानि कि हार्ट एट्याक जस्तो केसमा पनि प्रयोग गरिन्छ। एन्जाइटी, चिन्ता, तनावहरू लिने व्यक्तिमा पनि यो मेडिसिनको प्रयोग गर्न सकिन्छ। टिमर, हातखुट्टाहरू काँपन हुने समस्यामा पनि यो औषधिको प्रयोग गर्न सकिन्छ। त्यसैगरी फोबिया भएको व्यक्तिमा पनि यो औषधिको प्रयोग गर्न सकिन्छ। पाल्पिटेसन, हैन, मुटु ढुकढुक हुने, धड्कनहरू बढ्ने जस्तो समस्याहरू भइराख्ने व्यक्तिमा पनि यो मेडिसिनको प्रयोग गर्न सकिन्छ। साथीहरू, तपाईँहरूले चाहिँ यो मेडिसिनको प्रयोग गर्नुभन्दा पहिले तपाईँहरूले आफ्नो डाक्टरको सल्लाह लगेर मात्र यो औषधिको प्रयोग गर्नुहोला। र साथीहरू, यसको साइड इफेक्टको कुरा गर्नुपर्दा यसमा चाहिँ डिजिजनेस यानि कि चक्कर आउने समस्याहरू आउन सक्छ। फ्याटिगी, थकान लाग्ने समस्या हुनसक्छ। स्लो हार्ट रेट पनि हुनसक्छ। स्लिपनेस यानि कि निद्रा लाग्ने समस्याहरू हुनसक्छ। मान्छे कन्फ्युज पनि हुनसक्छ। लो ब्लड प्रेसर पनि हुनसक्छ। डायरिया हुनसक्छ। नजिया, भमिटिङ हुनसक्छ। एब्डोमेन पेन, कन्स्टिपेसन जस्तो समस्याहरू आउन सक्छ। र साथीहरू, अब हामी कुरा गर्छौँ यसको प्रिभेन्सन। साथीहरू, आस्थमा भएको व्यक्तिहरूले चाहिँ यो मेडिसिनको प्रयोग नगर्नुहोला। र लो ब्लड प्रेसर र स्लो हार्ट रेट भएको व्यक्तिहरूले पनि यो मेडिसिनको प्रयोग नगर्ने, र गर्भवती महिला अथवा स्तनपान गराउने महिलाहरूले पनि यो मेडिसिनको प्रयोग नगर्नुहोला। साथीहरू, कुनै व्यक्तिले यो मेडिसिनको प्रयोग गर्नु परेमा तपाईँहरूले आफ्नो डाक्टरको सल्लाह लगेर मात्र यो मेडिसिनको प्रयोग गर्नुहोला। र साथीहरू, तपाईँहरूले हाम्रो भिडियोहरू कस्तो लाग्छ लाइक, सेयर, कमेन्ट अनि सब्सक्राइब गर्न नबिर्सिनुहोला। थ्याङ्क यू सो मच। बाई बाई एन्ड टेक केयर गाइज।